हेलो एभ्रिवान। अनि आजको हाम्रो दिन चाहिँ सुरु हुन लागिरहेको छ भने अघि नै भइसकेको होइन, तर खाजासाजा खाएर यहाँ केटाकेटीसँग खेल्नु आएको। यहाँनिर चाहिँ बेल लडाएको छ, बेलको बोट। अनि यहाँनिर चाहिँ हामी पुरा खेल्दैछौँ कि यतातिर घुम्न जाऊँ भनेर घरबाट निस्केको। अनि इजाबेल म आशा भएर चाहिँ यहाँ हिँड्दैछौँ। अनि पर चाहिँ तोरीहरू रोपेको रहेछ, राम्रो रहेछ भन्दै यहाँनिर पुरा देखाउँदै हिँड्दैछु म चाहिँ। अनि कस्तो घिनलाग्दो अनुहार बोकेर हिँड्दैछौँ होइन। अनि नानीसँग म नाप्दैछु, म चाहिँ यत्रो भएँ, योभन्दा यति धेरै, यो चाहिँ हिजो अस्ति जन्मेको यति ठुलो भइसक्यो भन्दै यहाँनिर देखाइरहेको छु मैले चाहिँ। अनि हुन त हो कि हिजो अस्ति जन्मेको बच्चाहरू कति छिटो बढी ठुलो हुने कि, अनि कस्तो लाज लागेर आउने भनेको कि है। अनि यहाँ खेल्दै हिँडिरहेको छ। मेरो बेल चाहिँ कति डर हुने कि, पाक्यो भने चाहिँ ऊपर मिठो हुन्छ नि त, तर पाकेको रहेन रहेछ। अनि कस्तो कस्तो भइरहेको थियो, ट्याप गर्दै हातमा पनि लागिरहेको थियो, घिन लाग्दै छी भन्दै नानीले चाहिँ खेलाएको थियो, सुन्दै थियो, सुन्तला जस्तै गनाउँदैछ भन्दै गर्दै यस्तो हँसाउँछ कि हो त। सुन्तला गनायो छि छोरी। यसलाई थोरै कपाल काट, सजिलो हुन्छ। ओए नानी, कसो गरिसिरे तैँले? थोरै कपाल काट गर्दा भन्दा कसो भनेको अरे भन्न। कपाल काट्दिन यस्तो हाँस्नु। तर दुःखको कुरा चाहिँ, अनि यहाँनिर चाहिँ स्टार्ट भइसकेको छ। त्यहाँनिर खोलामा जाने ठाउँ चाहिँ एकदमै धेरै राम्रो भयो। त्यो चाहिँ हामी चाहिँ गेटको नजिक आइरहेको छौँ। अनि कस्तो राम्रो छ कि त्यो जहाँ जहाँ यो बलेको देखिन्छ हामी त्यहीँ परसम्म पुग्नुपर्ने छ। त्यहाँ पर अगाडि चाहिँ स्टेज छ। अनि यो चाहिँ गेट अरे, उहाँहरूले गाडीहरूको लागि रोक्नु भएको होला मेबी, हामीलाई थाहा भएन। अनि कस्तो लागि केटीहरू हाई गर्दैछौँ। अनि हामीले चाहिँ यहाँदेखि उताको चाहिँ पुरा म्युजिक यस्तो बवाल बजिरहेछ कि, अनि त्यही भएकोबाट चाहिँ मैले साउन्ड म्युट गरिदिएँ त्यहाँको। एकदमै धेरै रमाइलो चाहिँ यस्तो बवाल लागेको होइन। अब यति भिडियो हेर्दा पनि लाइटिङ कस्तो राम्रो देखिरहेछ नि, तर त्यहाँ पनि बहुत राम्रो देखिरहेको थियो। अनि लाइटिङहरू मजा आउने कि है। अनि यो ठाउँमा चाहिँ हामी यहीँनिर वरिपरि बस्ने भएको भएर पनि यो ठाउँबाट चाहिँ हामी यो खोला गएको थिएनौँ, किनभने अलिकति यो बाटो पर्दैन कि हाम्रो, अनि अरू बाटोबाट मात्रै जान्थ्यौँ हामी। तर कस्तो राम्रो लाग्यो कि यहाँनिरको खोला यति नजिकबाट यहाँदेखि खोला पुगिँदो रहेछ भन्ने कुरा पनि हामीले फर्स्ट टाइम थाहा पाएको। अनि यहाँनिर म सोध्दैछु कस्तो लाग्यो केटीहरूलाई भनेर सोध्दैछु। अनि उनीहरूले चाहिँ पुरै राम्रो लाग्यो भन्दै यहाँनिर भनिरहेको छ, कुरा गर्दै हाँस्दै जिस्किँदै जाँदैछौँ। रमाइलो छ, जे होस् मान्छेहरू आउने जाने भइरहेको छ कि अब साँझ पनि भयो। अनि कतिजना मान्छेहरू चाहिँ फर्किँदै पनि हुन्छ, किनभने भरे फेरि 12 बजी 1 बजी 2 बजी रातैभरि बिताउनु पर्ने हुन्छ नि त। त्यही भएर भरे 12 बजीतिर 11 बजीतिर धेरै आउनुहुन्छ कि यहाँनिर चाहिँ। अनि आज चाहिँ कुरा पनि हुँदैछ, आज खै को कलाकार बोलाउनु भएको छ अरे, एकछिन 7 बजी कन्सर्ट हुन्छ भनिरहेछ। तर हामी चाहिँ त्योभन्दा अगाडि नै पुगेको थियौँ। अनि बर भोक लागेको थियो है हामीलाई चाहिँ होइन। घरमा खाजा पनि नखाइकन गएको थियौँ हामी। अनि यहाँ चाहिँ केही पाउँदैन रहेछ, चटपटे मात्रै पाउँदो रहेछ। अनि ल उता खोज्यौँ, कहीँ भेटिनौँ। अनि फेरि यहाँनिर भेटेर चाहिँ चटपटे खाँदैछौँ खानुको लागि। उता पर पनि सोधेको, तर त्यहाँ चाहिँ गिलो पाउँदैन अरे। अनि हामीलाई चाहिँ गिलो चटपटे चाहिएको फेरि। अनि यहाँनिर यहाँको दिदीले चाहिँ कस्तो मजाले बनाउँदै हुनुहुन्छ, पानीपुरी बनाउँदै दिँदै हुनुहुन्छ उता। अनि हामी चाहिँ अब चटपटे खानलाई यहाँनिर लाइनमा उभिरहेछौँ। भिड छ आज, जे होस् होइन। कस्तो मिठो चटपटे खानको लागि अहिले भिडियो हेर्दा पनि मलाई कस्तो मुखमा पानी आइरहेछ कि। मिठो त्यो जे भयो भने चटपटे पनि होइन। मान्छेहरूको भिड भएको भएर कस्तो पालै नपाएर कस्तो गाह्रो भएको थियो कि हामीलाई। अनि यहाँनिर भोक चाहिँ फेरि डेन्जर लागिरहेको थियो कि के गर्ने।
अनि यहाँबाट चाहिँ फेरि हामी लरक 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 गर्दै चटपटी खाइसकेर लाग्यौँ। अनि यो चाहिँ स्टेज रहेछ यहाँनिर चाहिँ। अनि यहाँनिर हेरिदिउँ न त भनेर पर छ स्टेज चाहिँ, तर आफ्नो दर्शकबिनहरू चाहिँ त्यहाँनिर बसेर हेरिरहनु भएको छ। जोस् रमाइलो छ। बच्चाहरू चाहिँ यहाँनिर पटक्का पड्काइराखेको रहेछ कि म चाहिँ यस्तो धेरै तर्सेर है कस्तो भगवान्। यहाँ हेर्नु नि उता पर सम्पल्लो छेउछाउमा बस्नुहुन्छ यहाँ पूजा गर्ने मान्छेहरू चाहिँ। अनि हेर्नु न यति नजिक खोला रहेछ कि। अनि यहाँनिर बहिनीहरू पनि हामी त्यही कुरा हो, यति नजिक खोला रहेछ है हामीलाई थाहै थिएन भन्दै भन्यो। अनि हामी चाहिँ यो फर्स्ट टाइम गयौँ कि यहाँनिर यति नजिक हुँदा पनि हामी तलबाट जान्छौँ। हाम्रोदेखि चाहिँ अर्कै ठाउँबाट जाने ठाउँ छ खोला छ। अनि त्यहाँनिर जान्छौँ, फोटोसोटो खिच्छौँ, के गर्छौँ होइन यहाँनिर बच्चाहरू। अनि हेर्नु न यहाँनिर चाहिँ कस्तो राम्रो म्युजिक बजाउँदै हुनुहुन्थ्यो कि यतिजना हाम्रो दाजुभाइहरू इष्टमित्रहरू माइतीराजाहरूले चाहिँ। अनि हेर्नु न मान्छेहरूको पूजा गर्ने ठाउँ, बस्ने ठाउँ, राति सुत्ने ठाउँ कति राम्रो सजाएर राख्नु भएको छ। अनि केटाकेटीले चाहिँ लु हिँड्नु मिल्नु जुम भन्दैछ। अनि त्यो पछाडि पनि पड्काउँदै म तर्सिँदै हिँड्दैछु कि फेरि। तर म यहाँ कन्फ्युज भएको चाहिँ यो ड्रेस चेन्ज गर्ने ठाउँ हो कि टोइलेट हुने पत्ता पाइनँ क्या मैले चाहिँ। त्यो चाहिँ हजुरहरूलाई थाहा छ भने भनिदिनु होला भन्न चाहन्छु। अनि यहाँनिर यिनीहरू चाहिँ लु जाउँ हौ आज त मान्छे नै आएको रहेन रहेछ भन्छ। यतिखेर मान्छे आउने बेलै भएको छैन कि, अब एकछिनमा थियो कति भिड हुन्छ कि यहाँ चाहिँ। सो अब हामी चाहिँ जाँदैछौँ। अनि त्यस पछाडि हामी चाहिँ यहाँनिर गयो चाहिँ हामी फर्स्ट टाइम आएको छठ पर्वमा। अनि त्यस पछाडि उता दमक हुँदाखेरि चाहिँ दाजुहरूकोमा हुँदाखेरि चाहिँ त्यहाँदेखि गएको थियौँ हामी। त्यहाँ पनि रमाइलो भएको थियो। अनि यहाँ बहिनीले भन्दा मेरो पनि खिच्दैन हौ देखाइदिनु हौ मलाई भन्दै नजिक झिमिक गर्थ्यो। किनभने लाइट भएको भएर आँखा कस्तो हेर्नै भएको छैन कि सिधा हामीलाई चाहिँ क्यामेरामा छड्केबाट देखाउँदै हिँड्दैछु म चाहिँ। मलाई यत्तिकै सुनाउनु मन थियो तर म्युजिक बजेको भएको कारणले गर्दाखेरि चाहिँ मैले सकिनँ। जिउ सोबर रमाइलो भइरहेछ, हाँसिरहेछौँ, खुसी भइरहेछौँ हामी होइन। दिल खुस हुआ म। यहाँ पकौडा खाने कुरा हुँदैछ, त्यही भएर यो चाहिँ उ त्यहाँनिर सकिन्छ होला भन्दै उ त्यहाँबाट पुरामा पुरेर बसिरहेछ। अनि यो खाली भइरहेको छैन। अनि हामी चाहिँ यहाँ पर्खाइमा छौँ, पाक्दैछ। भाँडामा चाहिँ सक्यो, यता मेला लागिरहेछ। गाह्रो छ हौ। अनि अब चाहिँ हामी यहाँदेखि जाँदैछौँ भनेर लास्ट टाइम गेट देखाउँदै थियो। तर फेरि क्या दामी म्युजिक बज्यो। हजुरलाई थाहा छ होला नि त होइन कस्तो दामी म्युजिक बज्छ भनेर छतमा चाहिँ नाचौँ लाग्यो। त्यस्तै भइरहेको छ गाइसहरू। ऊ त्यहाँ खिच्न भनेको कि यता वरपर त्यस्तो कराउँदैन। यहाँदेखि हामी चाहिँ लाइटमा फोटो खिच्न आँटिरहेको छौँ। हजुर हामीले छोडिदिने हो होइन। हजुर साइडमै छौँ त। हेलो अब चाहिँ त्यो चाहिँ हाम्रो इन्ड हो है, द इन्ड। यस्तो घुमेको रहेछ है। त्यही त भनेको यहाँ लाइट पुग्छ कि। ल हामी चाहिँ फाइनली निस्किसकेको छौँ यहाँबाट। अब चाहिँ हामी जाँदैछौँ लरक हिँड्दै। अलिक ढिलो गऱ्यो भने चाहिँ हाम्रो आमाले यहीँ लिन आइपुग्नुहुन्छ हामीलाई। सो अब चाहिँ हामी जान्छौँ हिँड्दै। र आजको हाम्रो छठ चाहिँ यतिमै सिद्धियो होइन।
हाम्रो तर्फको छठ चाहिँ अब तर मान्छेहरू यहाँनिर आउनुभएको छैन होइन किन अझै के भन्छ अरे सुरु भइसकेको छैन नि अझ अब राति मात्रै हुन्छ भनेर यहाँ हल्ला सुनिरहेछौँ हामीले चाहिँ होइन तर अब हामीलाई धेरै रातिसम्म बस्नुको लागि अलाउड छैन हाम्रो फ्यामिलीबाट सो हामी चाहिँ यति नै बाई एभ्रिवान अनि जतिजनाले हामीलाई भिडियो हेरेर साथ दिनुभएको छ हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि त्यस पछाडि भिडियो हेरेर लाइक सेयर सब्सक्राइब गर्नु नभुल्नुहोला थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई बाई एभ्रिवान